बुबालाई चोट लागेपछि तीनैजना हतार हतार अस्पताल पुगे, तर त्यहाँका डाक्टरहरू उनीहरूलाई देखेर अचम्ममा परे। यति सानो बिरामी उनीहरूले जीवनमै पहिलो पटक देखेका थिए। परीक्षण गर्नका लागि विशेष उपकरण प्रयोग गर्नुपर्यो र एक्स-रे समेत ठूलो बनाएर हेर्नुपर्ने अवस्था आयो। सामान्य उपचार र पट्टी बाधिसकेपछि उनीहरूले वरिपरि हेरे, तर वेपु भने कतै देखिएन। तीनैजना चिन्तित भए। अपरिचित ठाउँमा वेपुलाई केही भयो कि भन्ने डर लाग्यो। त्यसैले उनीहरूले अस्पतालबाट निस्किएर उसको खोजी गर्दै घरतर्फ लाग्ने निर्णय गरे। बाटोमा हिँडिरहेका बेला एउटा ठूलो परेवाले उनीहरूलाई झम्टिन खोज्यो। उनीहरूले डराएर माथि हेर्दा आश्चर्यचकित भए। त्यो परेवामाथि त वेपु नै बसेर उनीहरूलाई खोज्दै आएको थियो। वेपुले उनीहरूलाई परेवाको राडमा चढ्न भन्यो। त्यसपछि चारैजना परेवामाथि चढेर आकाशमा उडे। शहरमाथिबाट उड्दै गर्दा घर नजिकिँदै गइरहेको थियो, तर वेपु पहिलो पटक परेवा चलाइरहेको थियो। उडान निकै अस्थिर थियो। सुरक्षाका लागि उनीहरूले केही समय एउटा पुरानो चर्चको छानामा अवतरण गरे। उनीहरू आराम गर्दै गर्दा परेवा अचानक उडेर गयो र उनीहरूलाई त्यही छोडिदियो। बुबा निकै रिसाउनु भयो। उहाँले वेपुलाई सबै समस्याको कारण भन्दै हप्काउन थाल्नुभयो। त्यसै बेला वेपु अत्यन्त भावुक भयो। अनायासै उसको जादु सक्रिय भयो। एक्कासी तीव्र प्रकाश फैलियो र चर्च अगाडि रहेको शक्तिका महान देवताको विशाल मूर्ति जीवित भयो। विशाल देवता बिस्तारै उठे। उनले आफ्नो शरीर तन्काए र लामो सास फेरे। त्यसपछि मुस्कुराउँदै भने, धेरै वर्षदेखि एउटै आसनमा बसेर बस्दा मेरो राड निकै चिलाएको छ। उनले केटालाई आफ्नो राड कोरिदिन आग्रह गरे। केटाले साहस गरेर देवताको राड कोरिदियो। देवताले निकै सन्तुष्टि व्यक्त गरे। त्यो दृश्य देखेर वरिपरिका सबै मानिस स्तब्ध भए। केटाले जिज्ञासापूर्वक सोध्यो, तपाईँ यति धेरै वर्षसम्म एउटै अवस्थामा कसरी बस्न सक्नुभयो? देवताले मुस्कुराउँदै उत्तर दिए, जब कसैलाई आफ्नो जिम्मेवारीको महत्व थाहा हुन्छ, त्यसलाई निभाउन समय कहिले भारी लाग्दैन। यी शब्दहरूले वेपुलाई गहिरो रूपमा छोए। उसले पहिलो पटक जादुको वास्तविक अर्थ र जिम्मेवारी बुझ्न थाल्यो। त्यतिकैमा बुबाको खुट्टा चिप्लियो र उहाँ चर्चको अग्लो भागबाट तल खस्न थाल्नुभयो। सबैजना आत्तिए। वेपुले ढिलो नगरी तुरुन्तै जादु प्रयोग गर्यो। तीव्र प्रकाश चम्कियो। सबैजना आफ्नो वास्तविक आकारमा फर्किसकेका थिए। उनीहरू बिस्तारै सुरक्षित रूपमा भूमिमा अवतरण भए। यो चमत्कार आफ्नै आँखाले देखेका मानिसहरू खुसीले ताली बजाउन थाले। तर उनीहरूलाई अझै एउटा काम पूरा गर्न बाँकी थियो। वाघ काका अझै पनि विशाल ढुङ्गाको मूर्तिका रूपमा उभिएका थिए र नगरपालिकाले त्यसलाई भत्काउने तयारी गरिरहेको थियो। चारैजना तुरुन्तै त्यहाँ पुगे। ठूला मेसिनहरू मूर्ति भत्काउन तयार भइसकेका थिए। केटाले अगाडि बढेर सबैलाई त्यो मूर्ति साधारण ढुङ्गा नभई वास्तविक मानिस भएको बताए, तर कसैले पनि उसको कुरा विश्वास गरेन। काम फेरि सुरु हुन लाग्यो। अन्तिम उपायका रूपमा वेपु अगाडि बढ्यो। सबैको नजर उसैतर्फ थियो। उसले आँखा बन्द गर्यो, गहिरो सास फेर्यो र सम्पूर्ण ध्यान केन्द्रित गरेर यसपटक उसको जादु सफल भयो। तेज प्रकाशसँगै विशाल मूर्ति बिस्तारै फुट्न थाल्यो। केही क्षणमै बाघ काका आफ्नो वास्तविक स्वरूपमा फर्किए। सबैले आश्चर्यका साथ यो दृश्य हेरे। त्यही बेला एउटा वृद्ध महिलाले बाघ काकालाई देखेर भावुक हुँदै अगाडि आइन्। केटाले मुस्कुराउँदै ठट्टाका रूपमा भन्यो, सायद साँचो प्रेमको चुम्बनले नै उहाँलाई पूर्ण रूपमा फर्काउन सक्छ। वेपुले पनि त्यही अवसरमा सानो जादु प्रयोग गर्यो। वातावरण अचानक रमाइलो बन्यो। बाघ काका र ती वृद्ध महिला एकअर्कालाई देखेर मुस्कुराए। वर्षौंदेखि मनमा लुकेको भावना उनीहरूले व्यक्त गर्न सके। यो सबै देखेपछि वेपुले अन्ततः आफू अब जादुमा पूर्ण रूपमा निपुण भएको महसुस गर्यो। उसले घर फर्किएपछि आफ्नो जादुको सहायताले पहिले परिवर्तन भएको बिरालोलाई पुन सामान्य अवस्थामा फर्काइदियो। सबै समस्या अन्ततः समाधान भए। तर खुसीका ती क्षणहरू सधैँका लागि रहने थिएनन्। वेपुलाई आफ्नो संसारमा फर्किनुपर्ने समय आएको थियो। उसले केटा, उसकी दिदी र बुबासँग भावुक भएर बिदाई माग्यो। केटा भने आकाशतिर हेर्दै मुस्कुरायो। उसले बुझिसकेको थियो, जीवनमा सबैभन्दा ठूलो शक्ति जादु होइन, मित्रता, विश्वास र एकअर्काप्रतिको सद्भाव रहेछ।